नमस्कार। म भरतपुर महानगरपालिका वडा नम्बर 4 यज्ञपुरीमा आएको छु। सहर वरिपरि घना बस्ती रहेको यो सहरी क्षेत्रमा एउटा गाई फार्म छ यहाँ, आरोग्य गाई फार्म। र यहाँ एकजना उदाहरणीय जोडी बस्नुहुन्छ जो यो गाई फार्मको सञ्चालक र यो गाई फार्मको प्रोप्राइटर हुनुहुन्छ। पोषराज सुवेदी र सावित्री सुवेदी, यी उदाहरणीय दम्पतिसँग आज म यो गाई फार्मका सन्दर्भमा कुराकानी केही गर्न गइरहेको छु। 2070 सालमा जम्मा 2वटा गाईबाट उहाँहरूले यो फार्म आरम्भ गर्नुभएको थियो। अहिले फार्मभरि गाईबस्तु, विशेष गरी दुध उत्पादनका लागि गाई र भैँसी राम्रा जातका भरिभराउ छन्। उहाँहरूले सन्तोष मान्ने गरी आम्दानी पनि गरिरहनु भएको छ। आउनुहोस् यहाँभित्र हेरौँ, उहाँहरूसँग केही कुराकानी गरौँ। ओहो दाजु नमस्कार। सर नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु सर। हजुर, म तपाईँको गाई फार्म र तपाईँहरूको उदाहरणीय जोडी भाउजू पनि त्यही हुनुहुँदो रहेछ। नमस्कार भाउजू। यो थाहा पाएर यहाँ आइपुगेको। हजुर सर। र केही कुराकानी पनि गरौँ। कस्तो चल्दैछ फार्म? फार्म ठिक छ सर। हजुर, यो तपाईँको गाई फार्मका विषयमा अलिकति बताइदिनुहोस् न। मैले अघि पृष्ठभूमिमा केही भनेको छु, 70 सालबाट 2वटा गाई लिएर यहाँहरूले सुरु गर्नुभयो। कस्तो चल्दैछ यो भनिदिनुहोस् न। ठिक छ सर। 2070 सालमा म यहाँ गाई फार्म अर्काको प्राइभेट काम गर्थेँ, त्यसलाई छोडेर अहिले अनि त्यसपछि अब अर्काको काम गर्नुभन्दा आफ्नै सानोतिनो जे काम पनि हुन्छ। नेपाल कृषि प्रधान देश भएको हुनाले यहाँ कृषिलाई केही गर्नुपर्छ भन्ने मनमा आएको भएर मैले त्यतिबाट सुरु गरेको छ। कति समयको बच्चा हो यो? पाडा कि पाडी? यो पाडी हो सर। यो 1 महिनाको हो सर। हजुर, अहिले कति छन् यो दुहुना चाहिँ? गाई कति छ, भैँसी कति छ यहाँ? दुहुना सर अहिले 10वटा छन् सर। 6वटा भैँसी, 4वटा गाई गरेर दुहुना 10वटा छन्। हजुर, यो तपाईँले सुरुमा 2वटा गाई खरिद गर्नुभयो, त्यहीबाट बढ्दै 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 थप्दै थप्दै यहाँ ल्याउनु भयो कि बिचमा लगानी पनि थप्नु भयो? होइन, त्यही 2वटा गाईबाट थप्दै थप्दै ल्याएको। बिउ पुँजी त्यही नै हो? बिउ पुँजी त्यही नै हो सर। हजुर, अहिले कति दैनिक कति उत्पादन गर्नुहुन्छ, कति बेच्ने गर्नुभएको छ, कति लगानी गर्नुभएको छ, कति आम्दानी हुने गरेको छ? यो अलिकति जोड घटाउको कुरा सुनाइदिनुहोस् न हाम्रा दर्शक महानुभावहरूलाई। हुन्छ सर। अहिले मेरो दैनिक 100 लिटर दुध छ सर। हजुर, उत्पादन बिहान बेलुका आएर 100 लिटर छ। हजुर, आम्दानी त अब यस्तो छ, अब 100 लिटर चाहन्छन् 10,000 दिनको दुध बेचिन्छ। हजुर, अब खर्च कति भने 8,000 जति खर्च आउँछ सर। हजुर, गाई भैँसी सबै बलिया बलिया तन्दुरुस्त देख्दैछु। के खुवाउने गर्नुभएको छ यसलाई? भुसा, चापड, दाना। हजुर, यही हुन्छ सर मेन चाहिँ। अनि हरियो घाँस। यो घाँसहरूको व्यवस्थापन कसरी गर्नुभएको छ? घाँस छ सर मसँग 1 बिघामा 10 कट्ठामा निपियर भन्ने घाँस छ सर। अरू सिजनल घाँस हुन्छ, सिजनल घाँस हुन्छ। हजुर, मकैचरी, टियोसेन्टी भन्ने घाँसहरू छ सर 10 कट्ठामा। 10 कट्ठामा चाहिँ निपियर भन्ने घाँस छ। हजुर, तपाईँ शान्ति र नोकरी गर्दै हुनुहुँदो रहेछ 70 सालभन्दा पहिला। हजुर सर। धेरै मानिसहरू त नेपालको रोजगारीमा तलबमान थोरै हुने, कामधन्दा त्यति लामो समय नचल्ने देखेर सट्ट विदेश जाने गरेका छन्। तपाईँ त गाई भैँसी पाल्न थाल्नु भएछ, के सोचेर यो काममा थालनी गर्नुभयो? यो सर विदेशमा नि काम गर्नै पर्छ, नेपालमा नि केही गर्यो भने हुन्छ भन्ने मनमा चाहिँ लागेको थियो सर। केही व्यापार गर्नै पर्छ, नेपालमा बसेर केही न केही काम गर्नुपर्छ भन्ने थियो। हजुर, अनि हाम्रो यहाँ बाबा जयनारायण सापकोटाले यहाँ काम गर्दा हुन्छ भन्ने प्रेरणा दिएको भएर हुन्छ बाबाको साथमै भएर काम गर्छु भन्ने मनमा आयो सर। त्यो भएर अनि यहाँ काम गरेँ। हजुर, अनि भाउजूले गोबर फाल्दै गरेको, त्यो घाँसपात मिलाउँदै गरेको पनि देख्दैछु। यहाँ काम गर्ने अरू त कोही देख्दिनँ, आफै नै गर्नुहुन्छ? हामी घरकोले गर्छौँ सर यो काम। हजुर, कसले गर्नुहुन्छ? नानी बाबुहरू? नानी त अहिले जब गर्छिन्। बाबु म र श्रीमती मिलेर 3 जनाले गर्छौँ सर। सन्तुष्ट हुनुहुन्छ यसको कामबाट? सन्तुष्टि धेरै श्रम गर्नु पर्यो, आम्दानी थोरै हुने रहेछ भने जस्तो लाग्ने, यस्तो छ कि छैन? छैन, त्यस्तो छैन सर। खुसी छौँ हामी।
राम्रै भएछ सर हाम्रो। यो कुन कुन जातका गाई भैँसीहरू हुन् यिनीहरू चाहिँ? हाम्रो होलिस्टिन गाईमा होलिस्टिन र हजुर। मिनी जर्सी भन्ने छन् सर। हजुर यो गाई र यो गाई होलिस्टिन हुन्। हजुर। यिनीहरू चाहिँ मिनी जर्सी गाई हुन्। यी भैँसीहरू चाहिँ? भैँसी चाहिँ मुर्रा भैँसी हुन्छ अरे। ए मुर्रा भैँसी? सबै ए मुर्रा भैँसी यो त चर्चित भैँसीहरू रहेछन् त। यो त अचाकले महँगो पनि पर्छ यो मुर्रा भैँसी। राम्रो जातका भैँसी हुन्छ, महँगै छ। हजुर। ल तपाईँ एउटा उदाहरणीय पात्र हुनुभएको थाहा पाएर मैले तपाईँसँग केही सोध्न बुझ्न यहाँ आइपुगेँ। केही बोलिदिनु भयो, धेरै धेरै धन्यवाद छ। धेरै युवा तन्नेरीहरू हामीलाई हेर्दै पनि हुनुहुन्छ होला, के गर्ने होला, कसो गर्ने होला, के उद्यम गर्ने होला भन्ने सोच राखेर बस्नुभएका पनि हुनु सक्नुहुन्छ। यस्तै गरेर पनि राम्रै आम्दानी हुन्छ भनेर तपाईँ उदाहरण बनि नै हाल्नुभयो। के भन्न चाहनुहुन्छ? होइन ठिक छ, सरहरू आएर यति मेरो कहीँ थाहा नपाने अलिकति थाहा पाउने वातावरण बनाइदिनु भएकोमा सरहरूलाई धन्यवाद। अब नेपालमा गर्दा हुन्छ किन नहुने र आफैले गर्नुपर्छ, सबै मान्छे राखेको भरमा चाहिँ हुँदैन सर। हजुर। आफैले गर्यो भने जे गर्दा नि हुन्छ, पशु कृषि जे गर्दा नि हुन्छ भन्ने चाहिँ मलाई लाग्छ सर। हजुर। अनि भाउजू काममै व्यस्त हुनुभयो, के भन्नुहुन्छ? खुसी हुनुहुन्छ? यो सन्तोष हुनुहुन्छ? काम गरेको गरे गर्नु पर्यो भने जस्तो लाग्दैन? आम्दानी पनि ठिकै छ? हजुर। यो मेसिन के? यो घाँस कटिङ मेसिन हो सर यो। ए हजुर। हामी काटेर खुवाउँछौँ। अनि यस्ता औजारहरू, अब यसलाई चाहिँ औषधि मूल्य पनि चाहिएला, यसको चेक जाँच पनि नियमित गर्नु पर्ला। केही सरकारी तौरबाट केही अनुदानहरू सहयोगहरू केही आएको ओरेको छ कि छैन? त्यस्तो सरकारबाट त कुनै सपोर्ट छैन सर कृषिलाई। कृषि प्रधान देश भनिन्छ तर पनि यहाँ हुने सरकारबाट केही त्यस्तो केही छैन सर। हजुर। केही छैन सर। केही तपाईँको आग्रह छ सरकारी निकायहरूलाई? अब मेन आग्रह त सरकार चाहिँ छ नि सर। अब कृषि प्रधान देश भनेर घोषणा गर्ने, कृषकलाई नै नहेरेपछि त त्यो कृषि प्रधान देशै भएन नि सर। यहाँ हाम्रो नेपाल भनेको माटो राम्रो भएको देश हो। यहाँ गऱ्यो भने जे पनि हुन्छ। कृषिलाई मेन प्राथमिकता दिएर सरकारले काम गर्यो भने देश बल्ल प्रगति हुन्छ सर। त्यो चाहिँ मलाई लाग्छ। हस्, धेरै धेरै धन्यवाद। नमस्कार। यहाँहरूको यो व्यवसाय अझ फलोस् फुलोस्। यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। नमस्कार।